मिन्नासान कोन्निचिवा। हिजो हामीले हिरागानाको अक्षरहरू अलिअलि सिक्यौँ। अब हिरागाना 46वटा अक्षरहरूमा त्यति मात्रै नभइकन अस्ति सिकेको चाहिँ हिरागाना हियो हियो के थियो? आ का सा ता ना हा मा या रा नो। यो चाहिँ मैले सिकाएको फर्मुलाबाट मेरो फर्मुलाबाट आकाश ताना ह मा या रा न गरेर 46वटा अक्षर पढ्यौँ सिक्यौँ। अब त्यो बाहेक अब हिरागानामा दाकुवन र हान्दाकुवन हान्दाकुवन यौवन गरेर अब 3वटा भागहरू थोरै धेरै अस्तित्व छैन, सजिलो छ, त्यो सिक्न बाँकी छ। मैले भनेको थिएँ। अब हामी ढिला नगरिकन सिकिहालौँ है। जब अक्षरमा तेन र मारु लगाइन्छ त्यो अक्षर चाहिँ अर्कै अल्फाबेट बन्न जान्छ जापानिज ल्याङ्ग्वेजमा हिरागानामा। जस्तै काको तेन गा हुन्छ। मैले यसको फर्मुला बनाएको छु, हेर्नु है त। कालाई तेन के हुन्छ? यो म नेपालीमा गर्छु है। तेन लाग्ने अक्षरहरू काको गा हुन्छ, अनि का साको जा। सम्झिन सजिलो हुन्छ भनेर मैले बनाएको है। अनि ताको फेरि जापानिज ताको दा तादा, अनि नाको हुँदैन, अनि हाको बा र हाको पा। यतिवटा मात्रै हुन्छ। 1 2 3 4 5वटाको मात्रै अक्षर हुन्छ। यसमा चाहिँ तेन लगाएपछि, जस्तै कामा तेन लगायो भने गा हुन्छ, सामा तेन लगायो भने जा हुन्छ, तामा तेन लगायो भने दा हुन्छ, हामा तेन लगायो भने बा हुन्छ, र हामा मारु लगायो भने के हुन्छ? पा हुन्छ। हेरौँ है त, लेखेर हेरौँ है। यो का भयो, यो तेन लगाएपछि के भयो? गा। नेपालीमा पनि लेख्थ्यौँ है, गा। अनि का कीलाई तेन के हुने भयो? गी। कीलाई तेन गी भयो। अनि कुलाई तेन गु हुने भयो। अनि त्यसपछि काकी कु केलाई तेन गे, अथवा कोलाई तेन गो, कालाई तेन गा, कीलाई तेन गी, कुलाई तेन गु, र केलाई तेन गे, र कोलाई तेन गो हुने भयो। अब 4वटा बाँकी रह्यो। के छ? सालाई तेन के भनेको थिएँ मैले? जा। यो फर्मुला कस्तो लाग्छ भन्नु होला है त। साको जा, अनि
सीलाई तेन जी, सुलाई तेन जु, ठिक छ। सा सी सु से, सेलाई तेन के भयो जो, सरी जे, र सोलाई तेन जो के भयो साजा। सालाई तेन जा, सीलाई तेन जी, सुलाई तेन जु, सेलाई तेन जे, र सोलाई तेन जो। नासान कस्तो लाग्दैछ भन्नु होला है। अब ता, ता भनेको दा, तालाई तेन के भयो दा, तालाई तेन दा, चिलाई तेन दी, चुलाई तेन दु, ता ची चु ते, तेलाई तेन दे, र तोलाई तेन दो। अब बाँकी रह्यो हा, हालाई तेन के छ बा, हालाई तेन बा, हिलाई तेन बी, फुलाई तेन के भयो बु, खेलाई तेन बे, र होलाई तेन बो। अब के बाँकी रह्यो पा, काजा, कागा, साजा, तादा, हावा, हाबा र हापा। हापा चाहिँ तेन नलाइकन बनाइन्छ है त। हालाई मारु लायो भने के भन्ने भयो हारुलाई पा भन्ने भयो। अनि हिलाई मारु लायो भने पी, फुलाई मारु लायो भने पु, हेलाई मारु लायो भने के भन्ने भयो पे, र होलाई मारु लायो भने के भन्ने भयो पो। मारु र तेन लाएर जम्मा कतिवटा अक्षर भनौँ 1 2 3 4 5, 5 पंचे 5, 1 2 3 4 5, 5 पंचे 25। कागा, साजा, तादा, हाबा र हापा। यति सम्झ्यो भने हामीले यो चाहिँ गर्न सक्छौं। यसलाई चाहिँ के भन्दो रहेछ दाकुन भन्छ, दाकुन। तर फेरि यसलाई चाहिँ यतिलाई दाकुन र यसलाई चाहिँ के भन्छ हान्दाकुन, हान्दाकुन भन्छ। यसलाई चाहिँ हान्दाकुन भन्छ। जम्मा हिरागानामा चारवटा ग्रुप छन् अक्षरहरुमा। जस्तै हिरागाना हियौ भन्यो भने मैले अस्ति नै आकाशा, तानाहा, मायारा न हो यो हो। र दाकुन भन्यो भने चाहिँ दाकुन भन्यो भने चाहिँ तपाईको यो 20 वटा अक्षर 1 2 3 4 1 2 3 4 5 20 वटा अक्षर। र हान्दाकुन भन्यो भने चाहिँ यो मारु लागेकोलाई हान्दाकुन भनिन्छ। र मारु लाग्ने अक्षर हामा मात्रै छ। 5 वटा अक्षरमा मात्रै मारु लाग्छ।
अब यति जानिसकेपछि हामी यौ ओन भन्ने दुईटा शब्दहरू आधा शब्दहरू जोडेर कसरी उच्चारण गरिन्छ भन्ने कुराहरू जान्छौँ। जस्तै हामीले पढेको थियौँ जम्मा 3वटा अक्षर या, यु र यो। ती 3वटा अक्षरलाई युज गरेर यौवन बनाउँदाखेरि सबै कि, सी, सी, ची, हि र यिनीहरूबाट छुट्टै अक्षरहरू बन्छन्, उच्चारण हुन्छ। त्यो चाहिँ हामी भोलि हेरौँला। आजलाई यति नै। तपाईँलाई कुनै कुराहरू अप्ठ्यारो अस्तिलो भएर फेरि सिक्न पाए हुन्थ्यो भन्नुहुन्छ भने कमेन्ट गर्नुहोला र मेरो च्यानललाई प्लिज सब्सक्राइब गरिदिनुहोस् प्लिज। म चाहिँ यसरी नै सिम्पल तरिकाले 0बाट सिकाउन चाहन्छु। कति गल्तीहरू नि हुन्छन् होला, त्यसलाई सल्लाह सुझावहरू कमेन्टमा छोड्नु होला भन्दै आजलाई चाहिँ यति नै गरौँ। सायनारा।